हेलो गाइज, के छ सबैजना? सन्चो आरामै हुनुहुन्छ होला है। म पनि एकदम सन्चै छु। म पनि हिजो घरतिर आएको, बेलुका चाहिँ एकदम मिठो पानी पऱ्यो के, सुत्न पनि मजा आयो। अनि आज चाहिँ अलि घाम लागिरहेछ, अनि त्यही भएर खेततिर जाँदैछु। अब त्यस्तै हो, खेततिर जाने, खेत खन्ने, आली लाउने, त्यही नै हो काम भनेको। अनि लाग्यो कि अब आजको भिडियो त्यही हो, खेतमा आली लाउने, चौतारामा गएर सुत्ने। What? त्यही नै हुन्छ होला सायद। अनि त्यतातिर चाहिँ गहुँ काट्ने बेला हुँदैछ होइन। तल हाम्रो चाहिँ तल गरम खेत हो, हाम्रो चाहिँ छैन, तर त्यहाँ चाहिँ गहुँ काट्नै छ। त्यही भएर यता पाटो चाहिँ अब बेला भइसक्यो। सो यस्तो बवाल देखेको छ क्या होइन। ओहो, अलिकति मिस्टेक भएछ होइन। सरर पानी घटमा सब्सक्राइब गरिदेऊ यो मेरो च्यानलमा। सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पे अपने। यो हाम्रो तल बगिरहेको यो बुढी गण्डकी रिभर्स हैन। त्यो गाइज, सो हम खेततिर जाएंगे, वही काम करेंगे हैन। दामी देखेको क्या, सालतिर हरियाली डाँडा काँडा देखिन्छ। जङ्गलमा गए भालुहरू मात्र भेटिन्छ। अनि यतापट्टि रहेको छ है बोर्लाङ हिमसेन गाउँपालिका क्यामुन्टार खोलापारी चाहिँ होइन गाइज, खोलापारी चाहिँ क्यामुन्टार हो। हामी चाहिँ 5 देखि माथि डाँडामा पढ्न गएको होइन, टिकदेखिको डाँडामा। अनि 6, 7, 8, 9, 10 चाहिँ हामी यता क्यामुन्टार पढ्न गएको हो क्या, पारी गाउँमा। कम त दुःख पाइयो, पढ्ने सर्ने होइन, झोला बोकेर त्यसै जानु पर्थ्यो यार। यो चाहिँ भन्छ हामी आइसिलु है। अब आइसिलु चाहिँ अलिक खाने बेला भएको छैन, सो त्यही भएर अब आइसिलुलाई पछि खान आउनुपर्छ। बाटो नि खाल्टाङ खुल्टुङ भइसकेछ, बनाउने कहिले होइन। यहाँ चाहिँ माछा मार्दै आइछ होइन गाइज। ऊ तर केही नदेखिँदो रहेछ, पानी पनि सुकिसकेछ, माछा मार्दैछन्। क्यामुन्टार हामी चाहिँ यो बाटो नि आउँथ्यौँ, उ त तल्लो बाटो नि थियो क्या, जाने आउने बाटो उताबाट पनि छ, त्यो कुना कुनै जाने बाटो। अनि यताबाट पनि हुँदै त्यहाँ पुल छ, पुलबाट ऊ त्यो बरबरु हुँदै त्यो यस्तो यस्तो गएर अनि उता थियो कि होइन जाने बाटो। सो त्यही हो, अब हामी जान्छौँ यता अब खेततिर। हाम्रो खेत जान चाहिँ लगभग आधा घन्टा त मिनिमम लाग्छ कि। सो है डडेल लाएर चाहिँ पुरै त डडेल गनाएर हेर त। ओहो, डडेल लाएर चाहिँ पुरै डडेल गनाएको छ। अलि सानो सानो घर छ मेरो गोर्खामा जिटारमा, काले बाबु भनी मलाई बोलाउँछन् त्यो ठाउँमा। नामले पाको कामले पाको सुनार बाको छोरो, नलाऊ माया नखाऊ कसम मनै मेरो मर्यो। कहाँ पुग्यो गीत पनि यार, गीत गाउँदै थिएँ पहिला। 7 करोडको पुल बनाएको, त्यो पुल
खोलाले बगाइदियो त्यहीँ छ अलिकति 7 करोडको पुल कस्तो चाहिँ बन्यो होला यार ओहो फेरि बनाउनु पर्ने पोहोर बनाएको पुल यसपालि नै चाहिँ केही अलिकति होला जस्तो छ होइन त्यहाँ पनि एक दिन टक्क लाएर हेरेर जानुपर्छ पुल बनाउँदैछ नि त यसो हेर्न रमाइलो आउँछ अरू त्यस्तै हो ओहो को यार घाँस ल्याएर छोडेर जाने घाँसको भारी बोकेर जाने क्या हो कसलाई अझै भारी नपुगे तपाईँ पो घाँस काट्ने हाम्रो खोइ अब 13-14 गति हुन्छ होला अब यसो अहिले लगाऊँ भनेर आएको सानो सानो घर छ मेरो रुद्रपुरको गाउँमा गोरे बाबु भनी मलाई बोलाउँछन् त्यो ठाउँमा नामले पाएको कामले पाएको सुनार बाको छोरो नलाऊ माया नखाऊ कसम मनै मेरो मर्यो सिलिप खाकेका के जता पनि कस्तो बवाल देखेको चाहिँ जङ्गल ओहो यार यो चाहिँ हाम्रो बुङकोट जङ्गल होइन यस्तो बवाल देखिरहेको छ क्या सिन होइन आहा नहेर नि हेरौँ लाग्दो अनि यता चाहिँ खेत पनि रोपिसकेको छ तलतिरै अलिअलिको ल्याऊ यस्तो यति चाँडै यार यता चाहिँ खेत पनि रोपिसकेको छ तलदेखि माथिसम्म ल्याम्मै के हो यस्तो यो बिउ हाल्दै आइछन् उतातिर हाम्रो यसै आधी भिजेछ आधी भिजेन छ नि त के हो यस्तो कुद्यो छेउ खेतमा यस्तो बबाल देखेको आम्बो है छेकुम्ला चाहिँ गर्छन् त बुढो हामी चाहिँ जाउँ अब हाम्रो खेततिर होइन तलाएर यस्तो गाई छैन फाइनल खेतमा पनि आइपुग्यो खेत पनि त्यही नै हो आली काट्ने कुना खोजिने काम चाहिँ लगभग सकि पनि सक्यो होइन अब चाहिँ यहाँ पानी लगाएर आली लगाउने होइन त्यसका बाजे होइन त्यही हो आली लगाउनु पर्ने हुन्छ पहिला पानी लगाएर चाहिँ आउनु पर्यो नि त होइन पानी लगाएर पनि आज दिनभरिमा कति भ्याइदो रहेछ हेरौँ
आली लगाएर भिज्न पनि टाइम लाग्छ नि त यहाँ त। यहाँ एउटा भ्यू छ क्या, हाम्रो चाहिँ भ्यू यही हो, पातलो भएछ। मैले छोरापट्टि पनि राम्रो भएको छ, डढेछ। फाइनली यहाँदेखि एउटा गरेर चाहिँ लगाएर सकियो। दामी देखिन्छ नि होइन? आली लगाएपछि त, अझ रोपाएपछि त, रोपेपछि झन् कस्तो दामी देखिन्छ नि त होइन? त्यो पनि हेर्नुपर्छ। ओके, यसलाई भन्छ किम्बु। यो भाइ चाहिँ जिब्रो यस्तो हुन्छ क्या, कलर बस्छ, रातो परेछ। कति मिनट छ किम्बु? खाने भाइ कन्ट्याक्ट गर्नुहोस् गाइज, होम डेलिभरीको सुविधा होइन। त्यही हो, धेरै खानुहुन्न, छेटपट्टि लाग्न सक्छ क्या किम्बु धेरै खायो भने। हामी कस्तो बबाल देखेको घरि यो